नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले नगरमा नसर्ने रोगबाट ग्रसित हुनेको संख्या दिनहुँ बढ्न थालेपछि नेपालगञ्ज उपमहानगरको आयुर्वेद शाखा मार्फत नेपालगञ्ज 4 मा रहेको शहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा यसका निराकरणका लागि पूर्वकर्म पञ्चकर्म सेवाको शुभारम्भ गरिएको बताउनुभयो। नसर्ने रोगबाट धेरै मानिसहरू अहिले चाहिँ बिरामी भइरहेको र जसो हजुरले गाउँघरमा सुन्नुहुन्छ क्यान्सर, ब्लड प्रेसर, नसर्ने रोगबाट चाहिँ धेरै मानिसहरू बिरामी भएको र धेरै रोडपतिहरू चाहिँ आज करोडपतिहरू चाहिँ रोडपति भएको तपाईहरुले थाहा पाएको छ। र मैले मात्रै सिग्नेचर किनभने 1 लाख रुपैयाँ नेपाल सरकारले बिमामा दिने भएको हुनाले नेपालगञ्जमा मात्रै तपाईलाई अचम्म लाग्छ कि दिनहुँ क्यान्सरको, मुटुको र स्पाइनल कर्डको बिरामी नआएको दिन हुँदैन। भन्न खोजेको हाम्रो स्थानीय तहमा यहीँका मान्छेले मात्रै त्यो सेवा सुविधा प्राप्त गर्ने हो। दिनहुँ त्यो डेली एउटा मान्छे आइरहेछ भनेपछि तपाईँ हाम्रै गाउँघरकै मान्छे, समाजको मान्छे अथवा परिवारकै मान्छे, मतलब यति धेरै अत्याधिक स्पिडले बढ्दैछ कि तपाईँ हामी कोही पनि मलाई लाग्दैन जसरी यो बढिरहेको छ तपाईँ हामीले यो सत्कर्महरू अथवा यो कामहरू चाहिँ नसर्ने रोगहरू, यो प्रवर्धनात्मक रोग लागिसकेपछि मात्रै उपचार गर्न जाउँला भनेर अब बस्ने दिन छैन। रोग नलाग्नका निमित्त तपाईले पूर्वकर्महरू पञ्चकर्महरू गर्ने, केही सक्नुहुन्न भने मर्निङ वाक गर्ने अथवा विभिन्न माध्यमहरू छन् त, योगको माध्यमबाट छ, योग पनि यहाँ हुन्छ, आफूले हिँडेर पनि हुन्छ। त्यसकारण चाहिँ मेरो यहाँलाई अनुरोध के छ भने अहिले बाँच्नका निमित्त हामी तपाईँ सबैजनाले दिनभरि पैसा कमाउन परे पनि दिमाग लगाएर पनि घरमा बस्नु केका लागि हो त? बाँच्नको लागि। बाँच्ने पनि कसरी बाँच्ने त? निरोगी भएर बाँचेको अर्थ छ त, रोगी भएर बाँचे त तपाईँ हामीलाई राख्छ। त्यसकारण यो पञ्चकर्मले तपाईँ हामीलाई थोरै भए पनि पूर्व जे रोगहरू लाग्न सक्नेछ आमा बुवालाई चाहिँ सजिलो हुन्छ, त्यसले रोग लाग्न दिँदैन। लागिसकेपछि पनि त्यसले बिस्तारै क्रमिक रूपले चाहिँ यहाँलाई थाहा हुन्छ भनेर विभिन्न गतिविधिको सेन्टरहरूको बनाएर वडा नम्बर 4 मा हामीले स्थापना गरेका छौँ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष गोपाल पुनले दिनौं जसो वडामा नसर्ने तथा कडा रोगको उपचारको सहयोग सिफारिस लिन आउने भएकाले त्यसको निराकरणका लागि यो सानो प्रयास स्वरूप पूर्वकर्म पञ्चकर्म सेवा सुरु गरिएको बताउनुभयो। पूर्वकर्म पञ्चकर्म सेवा हामीले चाहिँ यहाँबाट सुरुवात गर्दैछौँ र सँगसँगै अब हामीले यही महिनादेखि हामीले चाहिँ खोप केन्द्र 63 वडाको एउटा सेन्टर पालेर यसलाई खोप केन्द्रको रूपमा नियमित खोप हामीले हप्तामा हामीले चाहिँ दिनुपर्ने नियमित खोपहरू पनि हामीले यहाँबाट सुरु गरिरहेका छौँ। नेपालगञ्ज उपमहानगरको आयुर्वेद शाखा प्रमुख डाक्टर सुरेश पुनले नसर्ने रोगको निराकरणका लागि आयुर्वेद शाखाले योग प्राणायामको कक्षा सञ्चालन गर्दै आएकोमा अब योग सँगसँगै पूर्वकर्म पञ्चकर्म सेवा थप गरिएको बताउनुभयो। रोगको बारेमा चाहिँ योभन्दा अगाडि शहर स्वास्थ्य प्रवर्धन केन्द्रमा ती योगहरू सञ्चालन भइरहेको छ त्यो बिहान टाइममा। त्यसपछि अहिले हामीले जुन पूर्वकर्म पञ्चकर्म हामीले सञ्चालन गऱ्यौँ र पूर्वकर्म पञ्चकर्म सञ्चालन भइसकेपछि अलिकति जनशक्तिको अभाव हुने जस्तो देखिएको छ। त्यो जनशक्ति चाहिँ हामीले चाहिँ अब प्रपूर्ति गर्नको लागि एकजना महिला र पुरुष अभ्यासकर्ता चाहिँ हामीले यही साउनदेखि अथवा चाहिँ के हुन्छ हामीले चाहिँ राख्नुको लागि हामी पहल कदमी गर्छौँ। र त्यसपछि हामीले चाहिँ अर्को चाहिँ भन्नाले अब वडासँग सहकार्य गरेर हामीले चाहिँ एउटा खुल्ला व्यायामशालाको प्रस्ताव लिएका छौँ। यसले गर्दाखेरि विशेष गरी सुगर, प्रेसर, त्यसपछि चाहिँ थाइरोइड जस्ता रोगहरूलाई हामीले चाहिँ मध्यनजर गरेर हामीले विशेष गरी ध्यान दिनेछौँ। र अर्को कुरा चाहिँ विशेष गरी पूर्वकर्म पञ्चकर्म पनि हामीले चाहिँ नसर्ने रोग भनौँ न, जुन अब हाम्रो आयुर्वेद भन्दाखेरि वात रक्त, आमवात, त्यसपछि लगायत हाम्रा जुन 80 प्रकारका वात रोग छन् त्यसलाई चाहिँ हामीले मध्यनजर गरेर हामीले पूर्वकर्म पञ्चकर्म सञ्चालन गरेका छौँ। र आउँदा दिनमा पनि अझ हामीलाई यसलाई व्यवस्थित गरेर लगाउने चाहिँ हामीले जमर गरेका छौँ। नसर्ने रोगबाट ग्रसित हुनेको संख्या दिनहुँ बढ्न थालेको छ। नेपालगञ्ज उपमहानगरबाट मृगौला, क्यान्सर, मेरुदण्ड, पक्षघात, उच्च रक्तचाप, मुटु लगायतका कडा रोग लागेका 153 बिरामीले 1 लाख उपचार सहयोग सिफारिस लिएका छन्। त्यसै गरी पहिलो त्रैमासिक साउन असोजसम्म 219, दोस्रो कार्तिक पुससम्म 214, तेस्रो माघ चैतसम्म 226
20 र चौथो त्रैमासिक वैशाखदेखि असारसम्म 229 जनाले मासिक 5,000 का दरले भुक्तानी नेपालगञ्ज उपमहानगरको स्वास्थ्य शाखाबाट लिएको तथ्याङ्क छ।